सुनसरीको सदरमुकाम इनरवामा वर्षौंदेखि स्थापना भएर पनि सञ्चालनमा नआएको नेपाल रेड क्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र अब सञ्चालनमा आउने प्रक्रिया तीव्र बनेको छ। विशेष गरी आकस्मिक अवस्थाका प्रसुति, दुर्घटना, जटिल अपरेसनको समयमा रगत नपाउँदा जोखिम बढेको अस्पतालले जानकारी गराएको छ। हाल नेपाल रेड क्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र, जिल्ला अस्पताल सुनसरी इनरवा र इनरवा नगरपालिका बीचको सहकार्यमा केन्द्रलाई 24औं घण्टा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जिल्ला अस्पताल सुनसरी इनरवाका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अमिताभ ठाकुरले बताउनुभयो। रक्त सञ्चार सेवा केन्द्रमा आवश्यक जनशक्ति, प्राविधिक उपकरण, परीक्षण प्रणाली र भण्डारण व्यवस्थापन गर्ने काम तीव्र रूपमा भइरहेको डाक्टर ठाकुरले बताउनुभयो। ब्लड ब्याङ्कलाई छुट्टै जस्ता पाको उसमा छतमा ब्लड ब्याङ्कको फ्रिज राखेर हुँदैन। हामीले छुट्टै त्यसको लागि व्यवस्थापन गरिसकेको तपाईँले हेर्न सक्नुहुन्छ। अब हप्ताभित्रमा मलाई लाग्छ ब्लड ब्याङ्कको अब नगरपालिकासँग पनि के मिसिनहरू थियो, उहाँ अब अस्ति मेयर साहबसँग मिटिङ गरेर हामीले त्यहाँबाट उहाँको सामान दिने कुरा भइसकेको रहेछ। र रेड क्रस नगरपालिका र अस्पताल मिलेर छुट्टै 24 आवर्स ब्लड ब्याङ्क सञ्चालन गर्ने भनेर हजुर हेर्न सक्नुहुन्छ। लगभग त्यसो गर्नुपर्ने कुराहरू हामीले होइन म्यान पावरदेखि लिएर हामीले सबै कुरा सँगसँगै लगिरहेको हो। बिल्डिङ बनाएर म्यान पावर नहुने त्यसपछि कहिले सामान नहुने त्यो होइन कि सञ्चालन अब 24 आवर्स कसरी गर्ने भन्ने कुरा, सस्टेनेबल कसरी हुन्छ भन्ने कुरामा लागेर हामीले त्यही हिसाबले गएकोले गर्दाखेरि ढिलो भएको हो। त्यसलाई ढिलो भन्न मिल्दैन, किनकि ब्लड ब्याङ्क त्यो बाँकी क्रसमा यस्तो त हाम्रो लाइफमा जेनरल हामीलाई चाहिने भइरहेकै छ। त्यो नभएको त सर्जरी कसरी हुन्छ यत्रो होइन। हामी चाहन्छौँ व्यवस्थित र त्यो सस्टेनेबल होस्, दिगो रूपमा चलिरहोस्। रक्त सञ्चार सेवा केन्द्र इनरवा पूर्ण रूपमा सञ्चालनमा आएपछि अस्पतालको क्षमता, उपचारको गति र आकस्मिक सेवामा उल्लेखनीय सुधार आउने विश्वास लिइएको छ।